जोरेल गाउँपालिकामा भ्रष्टाचारका कुराहरू र काण्डका कुराहरू बेलाबखत आइरहन्छन्। यो कुनै नयाँ कुरा पनि होइन। अस्ति महालेखा परीक्षकले 2-3 दिन अगाडि जोरेल गाउँपालिकाले 30,25,000 रुपियाँ चाहिँ अनियमितता गर्यो भनेर एउटा प्रतिवेदन नै प्रकाशित गर्यो। अब जोरेल गाउँपालिकाले यति हदसम्म कसरी चाहिँ भ्रष्टाचार गरिरहेको छ र जोरेल गाउँपालिकाले गर्ने भनेको भ्रष्टाचार मात्र हो। अनि जोरेल गाउँपालिकाभित्र रहेका नागरिकले ठुलो हेर्ने बाहेक अरू काम पनि छैन। अब यो कसरी यो कुरालाई चाहिँ भ्रष्टाचार भन्यो त महालेखा परीक्षकले भने जोरेल गाउँपालिकाले एउटा योजना के थियो भने जोरेल गाउँपालिकाभित्रका जुन 45वटा सामुदायिक विद्यालय छन् ती सामुदायिक विद्यालयमा इन्टरनेट जडान गर्नको लागि 20 MBPS को नन डेडिकेटेड इन्टरनेट सेवा जडान गर्नुपर्ने थियो, जसको लागि जोरेल गाउँपालिकाले के गर्यो भने 33,25,000 रुपियाँ छुट्यायो। छुट्याइसकेपछि अब जोरेल गाउँपालिकाले त्यति लाखको 33 लाखको जुन खरिद गर्दाखेरि एउटा टेन्डर निकाल्नु पर्ने हो कि होइन? हो नि त। तर जोरेल गाउँपालिकाले त्यस्तो गरेन। उसले डाइरेक्ट एउटा आफूले चिन्जान कम्पनीसँग सम्झौता गरेर त्यो पैसा भुक्तानी गरेर खरिद गरिदियो। हो, त्यसलाई भन्छ अनियमितता। अब नियममा के छ भने जुन सार्वजनिक सेवा खरिद बिक्री नियमावली 2064 को जुन नियम 31 ले के भन्छ भने यदि कुनै पनि गाउँपालिकाले 20 लाख भन्दा बढीको सामानहरू सेवाहरू खरिद गर्नुपर्दा के गर्नुपर्छ? खुल्ला प्रतिस्पर्धात्मक रूपले मात्र खरिद गर्न पाइन्छ भनेर स्पष्ट लेखिएको छ। यहाँनिर खुल्ला प्रतिस्पर्धात्मक भनेको टेन्डर निकाल्नु हो के। अब जोरेल गाउँपालिकाले के गर्नुपर्ने थियो भने हेर केटा हो, जोरेल गाउँपालिकाका 45वटा सामुदायिक विद्यालयमा इन्टरनेट सेवा जडान गर्नु छ। त्यसको लागि तपाईहरू को इच्छुक हुनुहुन्छ भनेर कम्पनीहरू या व्यक्तिहरूलाई जसले त्यो सेवा प्रदान गर्छ भनेर खुल्ला रूपमा आह्वान गर्नुपर्ने थियो, नेगोसिएट गर्नुपर्ने थियो, टेबल टक गरेर भन्नुपर्ने थियो कसले सस्तो एकदम गुणस्तरीय तरिकाले सस्तोमा हाम्रो काम यो गरिदिन्छ भनेर सबैलाई भन्नुपर्ने थियो। तर जोरेल गाउँपालिकाले त्यस्तो गरेन। जोरेल गाउँपालिकाले के गर्यो भने आफ्नो चिन्जानको जुन साङ्ग्रिला प्रणाली छ त्योसँग सिधै सम्झौता गरेर खरिद गरिदियो। 33,25,500 रुपियाँ भुक्तानी गरिदियो। अब यो ठ्याक्कै जोरेल गाउँपालिकाले के गर्यो, जुन सार्वजनिक सेवा खरिद नियमावली 2064 को नियमलाई घाँटी काटेर त्यसको ठ्याक्क विपरीत उल्टा काम गर्यो। यदि नेपालको संविधान हेर्नुहुन्छ भने हामी सबैलाई थाहा छ, नियमको पालना गर्नु चाहे त्यो प्रतिनिधि होस् जनप्रतिनिधि होस् र सामान्य व्यक्ति होस् सबले नियमको पालना गर्नुपर्छ। यदि पालना गरेन भने त्यो के हुन्छ? अपराधी हुन्छ। यदि मैले कुनै काम नियमभन्दा विपरीत गरेँ भने म डेफिनेटली अपराधी हो नि त, मैले सजाय पाउनु पर्छ नि त। त्यसै गरी जोरेल गाउँपालिकाले नियम विपरीत काम गरेको छ, 33 लाखको खरिद गरेको छ भनेपछि डेफिनेटली जवाफदेहिता र पारदर्शिता हुनु पर्दैन? हुनुपर्छ कि पर्दैन? अनि जोरेल गाउँपालिकालाई महालेखा परीक्षकले नै पुष्टि गरिसक्यो यति रकम अनियमितता भयो भनेर। महालेखाले नै पुष्टि गरिसकेपछि हामीले भ्रष्टाचारी भन्न पाउने कि नपाउने? पाउने नि त। यो त एउटा देखिएको कुरा मात्र भयो। यो कुरा त प्रकाशित सबैले छर्लङ्ग यो प्रकाशन नै पारेको कुरा भयो भने भित्रै जोरेल गाउँपालिकामा या अरू गाउँपालिकामा कसरी भ्रष्टाचार हुन्छ भन्ने कुरा हो नि त। अब तपाईँ भन्नुहोला एउटा सामान्य जुन अध्यक्ष छ उपाध्यक्ष छ उनीहरूको 20-25 हजार रुपियाँ तलब हुन्छ, कसरी घर घडेरी जग्गा गाडी घोडा जोडे भन्नु? अय हजुर, म त्यही कुरा त सम्झाउँदैछु, कसरी भ्रष्टाचार हुन्छ, कसरी कमाइ हुन्छ गाउँपालिकामा भन्ने कुरा होइन। अब हामी यसो जोरेल गाउँपालिकामा के भयो, गाउँपालिकालाई जुन गाउँपालिकाभित्र रहेका स्कुललाई 50वटा कम्प्युटर 50वटा स्कुललाई 50वटा कम्प्युटर चाहिँ दिनुपर्ने छ। अब जोरेल गाउँपालिकाले के भन्यो, एउटा योजना बनायो, त्यसको लागि 50 लाख रुपियाँ छुट्यायो होइन। अब दुर्गा दत्त ओझाले के भन्नुहुन्छ, मेरो के छ कम्प्युटरको पसल छ,
दुर्गा दत्त ओझा अर्थात् चौराली गाउँपालिकाले के भन्छ भने बुद्ध मेरो जुन गाउँपालिकाभित्र रहेका स्कुललाई 50वटा कम्प्युटर चाहिएको छ हामीलाई होइन एउटा कम्प्युटर 50 लाख रुपियाँ छुट्याएको नि एउटा कम्प्युटर 50,000को पठाउनु भनेर 50वटा कम्प्युटर पठाउनु भनेर मसँग डिल गर्छन् होइन तर त्यहाँ के हुन्छ बिलमा चाहिँ के हुन्छ एउटा कम्प्युटरको 1 लाख रुपियाँ लेखिदिया हुन्छ होइन ठ्याक्क 50,000 बराबर बनाउनु पर्यो नि त अब उसले के भन्छ तिमीलाई पनि अलिअलि आइहाल्छ बाँकी पैसा हामीलाई पठाउन हामीले पनि पचाउन पाइहाल्छौँ भनेर यसरी चाहिँ के हुन्छ नेगोसिएट हुन्छ कि बार्गेनिङ हुन्छ होइन त्यो जुन जहाँबाट त्यो सेवा लिने हो जहाँबाट खरिद गर्ने हो म अहिले मोबाइल ग्यालेरीवाला भयो कम्प्युटर पसल भयो भने मसँग बार्गेनिङ हुने भयो मैले ठ्याक्क अनि के लेखिदिने भए टक्क एउटा कम्प्युटर 1 लाखको 50 लाखको गयो 50वटा कम्प्युटर गयो अनि खासमा एक्चुअलमा के हुन्छ त्यसको प्राइस 50,000 हुन्छ भनेपछि 50,000 रुपियाँ यसरी खोप्ला हान्न एउटाबाट 50 आयो भने 50 कम्प्युटरबाट कति आयो क्यालकुलेट गर्नुहोस् एउटा तरिका त यो भयो अर्को तरिका कसरी घोट्ला हान्न सकिन्छ भने अब के गर्छन् गाउँपालिकाले कुनै योजनाहरू अनि कागजमा चाहिँ ल खानेपानीको ट्याङ्की बनाउनु छ त्यो ट्याङ्की बनाएको ल खानेपानीको ट्याङ्की बनाइएको अनि यति 30 लाख रुपियाँ भुक्तानी गरेको भन्ने कुराहरू कागजमा एकदम लेखिएको हुन्छ बिल बनाइन्छ तर एक्चुअलमा त्यहाँ गएर हेर्दाखेरि के हुन्छ न खानेपानीको ट्याङ्की बनिया हुन्छ न त्यहाँ काम भएको हुन्छ केही पनि हुँदैन खालि बिल मात्रै बनिया हुन्छ अब त्यो बाँकी पैसा कहाँ पेटमा हजम हुने भयो होइन त्यो अर्को तरिका भयो अझ यस्ता तरिकाहरू थुप्रै छन् अब के आयो ल एउटै बजेटमा एउटै योजनामा बेला बेला बजेट हालिदिनु अब पुरानो काम जस्तै त्यहाँ कुला बनाउनेमा त्यही रकम हिजो अर्को साल पनि छुट्याएको छ आज पनि ल नयाँ भनेर त्यसैमा छुट्याइदियो भनेपछि यसरी पनि घोप्ला हान्न सकिने भयो अब जस्तै अर्को इक्जाम्पल यसरी बजेट बनाउने हो कि योजना बनाउने त्यो योजनाबाट कमिसन हान्ने बुझ्नु भएन एउटा जस्तै बुडरदेखि चनकटेसम्म रोड बनाउन छ 1 करोडको परेको छ टेन्डर अब त्यसमा के गर्छ आफूले चिनेको मान्छेलाई टेन्डर पास गरिदिन्छन् यति कमिसन दिनु भन्छ बाँकी सस्तो मस्तो गुणस्तरहीन त्यहाँ मटेरियलहरू युज गरेर 50 लाखमा काम निम्त्याइदिन्छ 50 लाख कहाँ पेटमा भनेपछि अनि यसरी यो लेभलसम्म बिस्तारै माइक्रो लेभलमा हुन्छ कि माइक्रो लेभलमा भ्रष्टाचार भइरहेको हुन्छ तर हामीलाई थाहा हुँदैन जनतालाई थाहा भए पनि धेरै मान्छेहरू मौन बस्छन् खै किन त्यो थाहा छैन होइन अब जोराइल गाउँपालिकामा यति किसिमको यस्तो तरिकाको या कुनै पनि गाउँपालिकामा भ्रष्टाचार भइरहेको छ भनेपछि बोल्ने मान्छे त कोही पनि छैन होइन अझ हाम्रो काम भनेको ठुलो ठुलो हेर्ने अब हेर्नुहोस् न अब त्यो कोर्सीमा एउटा योग्य व्यक्ति छैन विज्ञ व्यक्ति छैन एउटा इमान्दार व्यक्ति छैन भनेर हामीले पनि ठुलो ठुलो हेरिराख्नु या त्यो जस्तो उचित त्यो पनि गलत काम हो जस्तो लाग्छ किनभने भ्रष्टाचार यदि भइसकेको छ आँखाले देखिँदैछ होइन अनियमितताहरू भइरहेछ पारदर्शिता छैन जवाबदेहिता छैन मितव्ययिता छैन होइन केही पनि छैन भनेपछि खुल्ला आममा भ्रष्टाचार भइरहेको देख्दा देख्दै पनि बोल्न नसक्नु त हाम्रो पनि त गल्ती हो नि त होइन हामीले त्यही मान्छेलाई ती अयोग्य व्यक्तिहरूलाई जिताएर त्यहाँ पठाउनु र आफूले खालि हेरेर बस्नु पनि एउटा गलत काम हो त्यही भएर जहाँबाट सकिन्छ यस्तो किसिमको हामीले जोराइल गाउँपालिका मात्रै नभएर हरेक गाउँपालिकामा हरेक युवाहरूले अब अगाडि आउनुपर्छ र आफ्नो विभिन्न ठाउँबाट निगरानी गर्नुपर्छ होइन यस्ता कुराहरूको बारेमा आवाज उठाउनुपर्छ र जो जहाँबाट हुनुहुन्छ सबले आफ्नो सक्दो सहयोग गरौँ आफ्नो कुराहरू राखौँ विभिन्न गाउँपालिकामा यस्ता किसिमका जुन माइक्रो लेभलमा भ्रष्टाचार भइरहेका छन् यस्ता कुराहरूलाई रोक्न चाहिँ हामीले अभियान नै सुरु गरौँ र यसको विरुद्धमा बोलौँ भन्ने मेरो हो तपाईँहरू पनि बुझ्नुहुन्छ आउनुहोस् अब युवा हामीले चुप लागेर बस्नु हुँदैन हामीले अब अगाडि बढ्नुपर्छ हामीले केही गर्नुपर्छ ठाउँ गाउँ समाजको लागि तब मात्रै गाउँ समाजको परिवर्तन हुन सक्छ भन्ने मेरो भनाइ हो तपाईँहरूलाई के लाग्छ आफ्नो राय सल्लाह सुझाव दिनुहोला धन्यवाद